नमस्कार, म सुशीला देउबा पुनर्वास नगरपालिकाको रोजगार संयोजक, धनगढी उपमहानगरपालिका वडा नम्बर 5 को स्थानीय बासिन्दा। आज म स्थानीय बासिन्दाको तर्फबाट बोल्न गइरहेकी छु। आज म धनगढी उपमहानगरपालिकाका हाम्रा मेयर गोपाल हमाल गोपीजीको बारेमा केही कुरा उहाँका राम्रा कामको बारेमा म चर्चा परिचर्चा गर्न गइरहेकी छु। यहाँले धनगढीमा देखिरहनु भएका थुप्रै राम्रा काम मध्ये केही कामको बारेमा म यहाँलाई जानकारी गराउन चाहन्छु। सार्वजनिक स्थलमा रहेका यी पर्खालहरूमा हाम्रा संस्कृति झल्कने, हाम्रा पर्यटक स्थल झल्कने, हाम्रा परम्परागत शैली पहिरन झल्कने, पर्व झल्कने विभिन्न खालका तस्बिरहरू कोरिएका छन्, जसलाई चाहिँ यहाँहरूले देख्न सक्नुहुन्छ। यो एकदमै सराहनीय काम छ। यसैगरी हाम्रा राष्ट्रका गौरव गहनाहरूका पनि तस्बिरहरू राखिएका छन्, जसले गर्दा उहाँलाई सम्मान गरिएको महसुस गर्न सकिन्छ। र हाम्रो यो बाटोमा पनि बाटोलाई निकै सजाइएको छ। बाटोमा लगाइएका बिजुली बत्तीहरू निकै झिलिमिली छन्, जसले गर्दा धनगढीको रौनक अझै बढेको छ। र यसै गरी हाम्रो चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ यी बोटहरू जुन वृक्षारोपण गरिएका छन्, यसले गर्दा पनि हाम्रो धनगढीको शोभा अति नै बढेको छ। र भएका विभिन्न ठाउँमा भएका खाल्डाखुल्टी पनि समयमै पुरिने गरेका छन्। यहाँले थुप्रै काम देख्न सक्नुहुन्छ, जसमध्ये थोरै काम मात्र मैले यहाँलाई भने। यदि यहाँलाई यो भिडियो कस्तो लाग्यो, गोपी हमालले गरेका राम्रा कामको बारेमा यहाँलाई धेरैलाई जानकारी गराउनु मन छ भने यो भिडियो शेयर गर्नुहोला। हस्त, धन्यवाद।